कोही व्यक्ति खान नपाएर मरेका छन् अनि खान नपाएर मरेको व्यक्ति जब मर्छ अनि त्यो व्यक्तिको घरमा अन्न थुप्रिन्छ। जिउँदै हुँदा चाहिँ नसोध्ने अनि मरेपछि चाहिँ मैले यो विचार लाने परम्पराको विरोध गर्न खोजेको हुँदै होइन, तर मलाई यो कुरा उल्टो लाग्छ। विचार लगेर घरमा थुपारिदिने, गाई वस्तुले खान नसक्ने गरी फलफुल थुपारिदिने, यो कस्तो चलन हो हाम्रो? हाम्रो त्यो छ नि त। हामी जीवनभर बाँचुन्जेली कसलाई गाह्रो परेको छ, कसलाई साह्रो परेको छ, के छ, बन्धु बान्धवलाई दुःख सुख कहिले सोध्दैनौँ। अनि मरिसकेपछि चाहिँ चामल, अदुवा, घिउ, कागती किन लानु? एउटा बाउ छोरा रहेछन्, घाटमा कुदिरहेका थिए, भिक्षु थिए, मागेर गुजारा गर्थे। छोरोले देख्यो एउटा लासमा पैसाको माला लगाएको रहेछ। त्यो पैसाको मालालाई देखेर बालाई कोट्याउँदै भन्यो, बाबा बाबा हजुर मरिदिनु न, ऊ यसरी पैसाको माला लाउन पाइन्छ, मरिदिनु न बाबा, कि म मरिदिनु भन्यो छोराले लासलाई लगाएको पैसाको माला देखेर। भनेपछि हामी जीवनभर सोध्दैनौँ कसलाई कस्तो छ, के छ, कसो छ। कोही बिरामी भएको खबर सुनेर चाहिँ हामी दौडिन्छौँ। किन? हेर्न गएको, अझ फोटो खिचेर हस्पिटल गयो, त्यो बेडमा बिरामीसँग फोटो खिचेर ल आए, फेसबुकमा अपलोड गर्यो, इन्स्टामा अपलोड गर्यो, स्टोरी हाल्यो। अनि कोही मरेपछि त्यो घरमा थुपार यो चलन हो। मैले यसको विरोध चाहिँ गर्न खोजे होइन है। फेरि शरीर हुँदै सोध्ने गरौँ, हाल खबर बुझ्ने गरौँ, प्रेम बढाउँ। त्यो जीवन सकिएपछि त सक्यो, फेरि बोल न है भन्दा कोही बोल्ने हुँदैन।